हाम्रो टिमले मासु काट्दै हुनुहुन्छ। यो चाहिँ गाउँबाट बोकेर ल्याएको क्याम्प फायरको लागि। बाटोमै भिडियो चुएछ रक्षा गरौँ ल अरूपालि उडेर आउने त्यो ल सर चियर्स मसला केही नभएको अर्ग्यानिकै पुरै प्योर छ ल पाक्यो है आगो करिब 150 मिटर अग्लो यो झरनाको बनावट एकदमै युनिक छ, एकदमै सुन्दर छ र मेरो लागि चाहिँ गुल्जा झरना एकदमै ब्युटिफुल झरनाहरूमध्ये एउटा हो जुन अहिलेसम्म मैले देखेको छु। र मलाई पर्सनल्ली यो ठाउँसम्म आइपुग्दाखेरि चाहिँ मलाई बाटोहरू एकदमै युनिक अनि त्यस पछाडि इन्भाइरोमेन्ट चाहिँ एकदमै पिस, यात्रा गरेको जस्तो पनि फिल नहुने। गुल्मादेखि जम्मा करिब 3 घन्टामा चाहिँ यो झरना